जब हामी जन्मिन्छौँ हामीले संसार देख्न पाउँछौँ आमाको न्यानो अँगालोभित्र। आमाको त्यो पहिलो नजर, त्यो पहिलो छुने हात, त्यो पहिलो मुस्कान, यही हो जहाँ प्रेमको परिभाषा सुरु हुन्छ। आमा जसले हामीलाई सास लिन सिकाइन्, हिँड्न सिकाइन्, बोल्न सिकाइन् र बाँच्न सिकाइन्। उहाँले हरेक रात निन्द्रा त्यागेर हाम्रो सास हेर्नुभयो, हाम्रो सानो रुवाईमा संसार तर्सिने गरी दौडिनुभयो, हाम्रो हाँसोमा आफैलाई भुल्नुभयो, हाम्रो चोटमा आफैलाई दुखाउनुभयो। कसैले नदेखिने पीडाभित्र राखेर पनि उहाँले हामीलाई बलियो बन्न सिकाउनुभयो, हामीलाई पराजयमा साथ दिँदै हामीलाई हरेक चोट पछाडि फेरि उठ्न सिकाउनुभयो। कति सपना थन्काएर, कति इच्छा बिर्सिएर, कति रात कराउँदै निद्रामा त्यागेर हाम्रो उज्यालो भोलिका लागि आमा लडिरहनुभयो। आमा जसले आफ्नो जीवनको हरेक क्षण हामीले समर्पण गर्नुभयो, हाम्रो गल्तीमा सुधार देख्नुभयो, हाम्रो सफलतामा आँसु झार्नुभयो, हाम्रो चोटमा आफै चिया चिया हुनुभयो। हामीले भुल्दा पनि उहाँले कहिले भुल्नु भएन, हामी टाढा हुँदा पनि उहाँको माया कहिले घटेन। आमा तपाईँ केवल जन्म दिने होइन, हाम्रो आत्मामा जीवन भरिदिने शक्ति हुनुहुन्छ। आज आमा तपाईलाई नमन। तपाईको माया कुनै दिन सम्झेर मात्र होइन, हरेक दिन, हरेक सासमा, हरेक भावनामा बगिरहन्छ। संसारका सबै छोराछोरीहरूलाई म सम्झाउन चाहन्छु, आमाको माया अमूल्य छ। हामीले कहिले ढिला गर्नु हुँदैन। आफ्नो आमालाई अँगालेर भन्नुहोस्, आमा तपाईँ बिना म अधुरो छु, तपाईँ मेरो सृष्टि हुनुहुन्छ, म तपाईँलाई संसारमा सबभन्दा धेरै माया गर्छु। आज मात्र होइन, हरेक दिन आमाको सम्मान गरौँ, हरेक क्षण आमालाई धन्यवाद भनौँ। आफ्नो जीवनको सबैभन्दा सुन्दर गाथा आमाको नाममा लेखौँ। अन्ततः आज मातृ औँसी सम्पूर्ण आमाहरूलाई मातृ औँसीको शुभकामना। आमाको माया अमर रहोस् र हाम्रो समाजसँगै उहाँप्रतिको माया अन्ततः रहिरहोस्।